ल क्लास 9 अप्सनल म्याथको कम्प्लिट कोर्समा हामीले आज च्याप्टर अलजेब्रा च्याप्टर नम्बर 1 को 1.1.4 मा भएको चाहिँ डोमेन रेन्ज एन्ड कोडोमेन अफ रिलेसन भन्ने चाहिँ टपिक आज पढ्दै छौं है त। डोमेन रेन्ज एन्ड कोडोमेन अफ अ रिलेसन। ल अब यो टपिकमा ठ्याक्कै जानुभन्दा अघि चाहिँ मैले एउटा एक्जाम्पल दिन्छु हैन, त्यसपछि चाहिँ हजुरलाई यो बुझ्नलाई एकदमै सजिलो हुन्छ है त। ल एउटा हामीसँग सेट छ ए, त्यसैगरी अर्को हामीसँग सेट छ बी है। जस्तै सेट ए को एलिमेन्टहरु मैले भने 1 2 3 र त्यसैगरी यदि बी मा चाहिँ 4 5 6 भन्ने छ भने हैन, भनेपछि हामीले के भन्यो, सेट ए भनेको चाहिँ 1 2 3 र त्यसैगरी सेट बी भनेको चाहिँ 4 5 6 राखे हैन त। ल यति भइसकेपछि मैले अब एउटा रिलेसन चाहिँ डिफाइन गर्छु है त। रिलेसन चाहिँ कस्तो भन्दा, अब यो रिलेसन कसरी डिफाइन गरिन्छ, कसरी रिप्रेजेन्ट गरिन्छ भन्ने कुरा चाहिँ पार्ट 3 मा हामीले पढिसकेको कुरा हो, त्यही भएर यसमा डिटेलमा गइन म। रिलेसन चाहिँ कस्तो दिया छ भन्दा x, y such that y equals x plus 4 भनेर दिया छ। ल र यसमा चाहिँ x belongs to a y belongs to b हुनु पर्यो हैन। ल यसरी चाहिँ दिइराछ भने अब हामीले के हेर्नु पर्यो, y भनेको b मा भएको एलिमेन्ट चाहिँ a मा भएको भन्दा 4 ले बढी हुनु पर्यो। भनेपछि त्यस्तो खालको कुन कुन छ त एकचोटी यहाँ हेरौँ त। ल x + 4 गर्दा 1 + 4 गर्दा 5 आउँछ हैन, भनेपछि यो रहेछ। त्यसपछि 2 + 4 गर्दा के हुन्छ, 6 हुन्छ, भनेपछि यो पनि म्याच हुने रहेछ। तर 3 राख्यो भने 3 + 4 गर्दा त कति आउँछ, y को भ्यालु 7, यतापट्टि 7 छ त कतै बी सेट बी मा छैन हैन। त्यसैगरी यो 4 हुनको लागि त यता x मा कति हुनु पर्थ्यो, 0 भएको भए चाहिँ 4 हुन्थ्यो हैन। 0 + 4 गर्दा 4 आउँथ्यो, भनेपछि यता 0 छैन, भनेपछि यसको पनि यता प्रि इमेज रहन्छ हैन। भनेपछि चाहिँ हाम्रो यति दुईटा एलिमेन्टहरु मात्रै लिंक भयो है। ल भनेपछि अब यसैसँग रिलेटेड चाहिँ छ हाम्रो डोमेन रेन्ज र कोडोमेनहरु। भनेपछि अब एक एक गर्दै यिनीहरुको डेफिनेसनमा जाउँ है त। ल सुरुमा डोमेन। ल डोमेन भनेको चाहिँ के हो भन्दा द सेट अफ द फर्स्ट एलिमेन्ट्स of all the ordered pairs in R। भनेको चाहिँ के भयो त, डोमेन भनेको के रहेछ, फर्स्ट एलिमेन्ट भन्ने चाहिँ x हरु हैन। कस्तो x हरु, x, y चाहिँ हाम्रो रिलेसनमा हुनु पर्यो हैन। भनेपछि हाम्रो जस्तै यहीबाट हामीले रिलेसन लेख्नु पर्यो भने के हुन्थ्यो त, R is equal to 1 5 हुन्थ्यो हो, 1, 5 र त्यसैगरी 2, 6 हुन्थ्यो रिलेसन। ल यो रिलेसन छ भने x को भ्यालु x, y चाहिँ रिलेसनमा हुनु पर्यो, भनेपछि 1 र 2 मात्रै हुने भयो हैन, फर्स्ट एलिमेन्टहरु 1 र 2। भनेपछि यो केसको लागि के हुने भयो त, यो एक्जाम्पलको लागि चाहिँ डोमेन भनेको के भयो त, 1 र 2 हुने भयो हैन त। ल ठीक छ, त्यसपछि अब रेन्जमा जाउँ है त। अब डोमेनमा यो फर्स्ट एलिमेन्ट भने जस्तै रेन्जमा चाहिँ के हुन्छ, द सेट अफ सेकेन्ड एलिमेन्ट्स of all the ordered pairs in R। भनेपछि हामीले रेन्जलाई कसरी लेख्नु मिल्यो, रेन्ज इज इक्वल टु y को भ्यालुहरु x, y चाहिँ हाम्रो R मा हुनु पर्यो। भनेपछि अब यो एक्जाम्पलको लागि, पर्टिकुलर एक्जाम्पलको लागि चाहिँ के रेन्ज चाहिँ के हुने भयो त, y को भ्यालुहरु भनेको 5 र 6 हुने भयो। ल 5, 6 चाहिँ 5 र 6 चाहिँ हाम्रो रेन्जको एलिमेन्टहरु हुने भयो। ल यति भएपछि डोमेन र रेन्ज हामीले पढ्यौं। त्यसपछि अर्को छ कोडोमेन भन्ने हैन। ल त्यसपछि कोडोमेन भनेको चाहिँ फेरि के हो,
if relation R is defined from set A to B, then the set B हैन, पछिल्लो सेट चाहिँ के हुने रहेछ, कोडोमेन भन्ने रहेछ है त, इज कल्ड कोडोमेन। ल भनेपछि हाम्रो यो केसमा चाहिँ कोडोमेन भनेको के हुने रहेछ त, यो एक्जाम्पलको लागि कोडोमेन भनेको सेट बी भनेको चाहिँ के छ त हाम्रो, यो सेट बी भनेको 4 5 6 हैन त, भनेपछि 4 त्यसै गरी 5 र 6। ल यति भइसकेपछि हामीले अब के चाहिँ भन्न मिल्यो भन्दा, यो डोमेन भनेको चाहिँ हाम्रो यो जुन जुन लिङ्क भएको छ नि हो, यो लिङ्क भएको इलिमेन्टहरू मात्रै हैन, 1 र 2 लिङ्क भएको छ भनेपछि 1 र 2 मात्रै हाम्रो डोमेन हुने भयो। रिलेसनमा लिङ्क भएको जति, अर्डर पेयरमा इन्क्लुड भएको जति फर्स्ट इलिमेन्टहरूलाई डोमेन भन्यो, र त्यसै गरी त्यही इन्क्लुड भएकोहरूको सेकेन्ड इलिमेन्टहरूलाई हामीले के भन्यो, रेन्ज भन्यो हैन। र कोडोमेन भनेको चाहिँ के हो, यो इन्टायर सेट बी जुन चाहिँ हाम्रो रिलेसनमा कनेक्ट भएको पनि हुनसक्छ वा नभएको पनि हुनसक्छ हैन, त्यो सबैले मिलाएर चाहिँ हामीले के भन्छौँ, कोडोमेन भनेर भन्छौँ है त। भनेपछि हामीले कोडोमेन लेख्दा यो फो पनि इन्क्लुड हुने भयो, फो चाहिँ कोडोमेनमा आउने भयो फो हैन। कोडोमेन भनेको त तीनटै कोडोमेन भयो हैन खासमा त, र यो फो चाहिँ के त कोडोमेनमा मात्रै हुन्छ, रेन्जमा हुँदैन। रेन्जमा किन हुँदैन, किन भन्दा यो चाहिँ रिलेसनमा छैन हैन, कुनैसँग पनि यो कनेक्टेड छैन, भनेपछि यो रेन्ज हुने भएन, तर कोडोमेन चाहिँ हुन्छ। ल ठिक छ, भनेपछि अब हामीले योबाट के भन्न मिल्यो त, जुन हाम्रो रेन्ज भन्ने हुन्छ नि, रेन्ज भनेको चाहिँ सबसेट अफ कोडोमेन हुँदो रहेछ हो। यहाँ 5 र 6 मात्रै कनेक्ट छ भनेपछि यहाँ चाहिँ के त 4 5 6 छ फेरि कोडोमेनमा, भनेपछि यसैको पार्ट हैन, कोडोमेनमा भएको मध्येको केही चाहिँ रेन्जमा हुन्छ भनेपछि सबसेट हुनु भन्न पाइयो हैन, रेन्ज चाहिँ कोडोमेनको सबसेट हो भनेर भन्न पाइयो। ल यति नै भयो। त्यसपछि अब हामीलाई यो कोडोमेन रेन्ज र डोमेन रेन्ज र कोडोमेनको बारेमा थाहा भइसक्यो हैन। यसपछि चाहिँ एउटा दुईटा एक्जाम्पलहरू गरौँ, त्यसपछि चाहिँ हजुरहरूलाई अझ क्लियर हुन्छ होला है यो कुराहरू। ल यसमा चाहिँ के सोधिरहेछ, हामीलाई निकाल्नुपर्ने भनेको डोमेन सोधिरहेछ, रेन्ज सोधिरहेछ र हामीलाई रिलेसन दिइरहेछ हैन। भनेपछि अब के चाहिँ दिइरहेको रहेछ त, रिलेसन -1 0, त्यसै गरी -1 1 1 -1 2 4 र त्यसै गरी 3 5 भनेर दिइरहेको रहेछ हैन त। ल अब यो आइसकेपछि हामीले डोमेन र रेन्ज भनेको के हो यताबाट हेरौँ त एकचोटि, अघि पढेको कुराबाट। डोमेन भनेको चाहिँ फर्स्ट इलिमेन्ट रहेछ यक्सहरू, त्यसै रेन्ज भनेको चाहिँ सेकेन्ड इलिमेन्ट रहेछ वाइहरू, र हामीलाई जुन रिलेसन दिइरहेछ सबै केमा दिइरहेछ, यक्स वाइ भनेको अर्डर पेयर फर्ममा दिइरहेछ हैन, यिनीहरू पनि त्यही फर्ममा दिइरहेछ। भनेपछि अब हामीले डोमेन भनेको के लेख्न मिल्यो, डोमेन भनेको सेट अफ फर्स्ट इलिमेन्ट अफ इच अर्डर पेयर भनेर लेख्दा पनि भयो हैन, त्यो डेस्क्रिप्टिभ फर्ममा भयो। तर म चाहिँ कसरी लेख्छु भन्दा यसरी हैन, म्याथमेटिकल फर्ममा, सेट बिल्डर फर्ममा, यक्स सच दैट यक्स कमा वाइ बिलोङ्स टु आर। भनेपछि अब यक्सको भ्यालुहरू लेख्नु पर्यो, एक्स वाइ सबैले एक्स वाइ मानेको छ, सबैमा भएको एक्सको भ्यालुहरूलाई कभर गर्ने। भनेपछि एउटा -1 भइहाल्यो यी हैन, -1, यसमा पनि -1 रिपिट रहेछ, त्यसपछि रिपिट गर्नुपर्ने सेटमा यो 1 भयो, त्यसपछि 2 र 3 2 3। ल यो सकिहाल्यो। त्यसपछि रेन्ज भनेको चाहिँ के हो फेरि, वाइको भ्यालुहरू हैन, वाइको भ्यालुहरू यक्स कमा वाइ बिलोङ्स टु आर हुँदा। ल यो सबै एक्स वाइहरू हो, यो मध्ये वाइको भ्यालुहरू चाहिँ हामीले यहाँ लेख्नु पर्यो। वाइको भ्यालुहरू भनेको यसमा 0 छ, त्यसपछि 1 छ, त्यसपछि -1, त्यसपछि 4 छ, त्यसपछि 5 छ हैन। भनेपछि यसरी चाहिँ हामीले डोमेन निकाल्यौँ, रेन्ज निकाल्न सक्यौँ हैन त। ओके ल त्यसपछि अब सेकेन्ड क्वेसन छ, यो क्वेसनहरू सिम्पल नै छ है, यो डोमेन रेन्जहरू निकाल्ने क्वेसनहरू। मात्र हामीलाई त्यो डोमेन भनेको के हो, रेन्ज भनेको के हो र कोडोमेन भनेको चाहिँ के हो त्यति थाहा भयो भने सकिहाल्यो यो सबै। ल यसमा चाहिँ अब
फाइन्ड द डोमेन एन्ड रेन्ज अफ द गिभन रिलेसन एन्ड प्रेजेन्ट देम इन सेट अफ अर्डर पेयर भनेको छ। त्यसै गरी म्यापिङ डायग्राममा पनि देखाउनु भनिरहेको छ हैन। ल आर भनेको के दिइरहेको रहेछ x, y हैन सच दैट y इज इक्वल टु 2x² माइनस 3x माइनस 1 भनिरहेको छ हैन। र xहरुको भ्यालु x भनेको चाहिँ के हो हाम्रो x भनेको चाहिँ डोमेनहरु हो हैन। किन भन्दा हाम्रो सबै रिलेसनहरुमा xy x सच दैट xy भन्ने हुन्छ नि त बिलोंग्स टु r भनेपछि x भनेको डोमेनहरु रहेछ भनेपछि यसमा अब x हरुको भ्यालु के हुन सक्छ त त्यो लेखौं। ल हियर डोमेन भनेको चाहिँ के हो त x को भ्यालुहरु हो र x को भ्यालुहरु क्वेशनमा के दिइराछ x लाई यो कन्डिसन दिइराछ हैन। भनेपछि त्यो कन्डिसन लेखौं -3 लेसर इक्वल टु x इज लेसर इक्वल टु 3 x बिलोंग्स टु w हो। यहाँ यो w भन्ने छ नि हो यो w भनेको चाहिँ के हो होल नम्बर हैन। होल नम्बर भनेको चाहिँ के हुन्छ 0 बाट सुरु हुन्छ 0 1 2 3 गर्दै यो बढ्दै बढ्दै जान्छ हैन। नेचुरल नम्बर भन्यो भने चाहिँ 1 बाट सुरु हुन्छ। त्यसैगरी इन्टिजर भन्यो भने चाहिँ नेगेटिभ पनि पोजिटिभ पनि दुईटै हुन सक्छ हैन। भनेपछि अब यो डोमेन चाहिँ के पर्ने भयो त यसमा -3 पर्ने भयो त पर्ने भएन किन भन्दा होल नम्बर भनेको छ 0 बाट सुरु हुने भयो। -3 पनि पर्ने भएन -2 -1 पनि पर्ने भएन तर 0 पर्ने भयो त्यसपछि 1 2 र 3 पनि पर्ने भयो किन भन्दा इक्वल टु भनिरहेछ हैन। भनेपछि यो भयो हाम्रो डोमेन। ल अब डोमेनको भ्यालु आइसकेपछि रेन्ज भनेको फेरि y को भ्यालुहरु हो। हामीलाई x को भ्यालुहरु सबै x को भ्यालुहरु आइसक्यो हैन। x को कतिवटा 4 वटा भ्यालुहरु रहेछ यो सबै 4 वटा भ्यालुहरु राख्ने अब x मा त्यसले हामीलाई 4 वटा y को भ्यालुहरु दिन्छ होला हैन। भनेपछि अब रेन्जको लागि ल रेन्जको लागि चाहिँ के गर्ने त भन्दा फर x इक्वल टु यो 0 राख्ने पहिला x 0 राख्दा y को भ्यालु के आयो त 2 * 0 स्क्वायर माइनस 3 * 0 माइनस 1 हैन। यो यसमा राखेको 2x² माइनस 3x माइनस 1 2x² भनेको 0 स्क्वायर माइनस 3 * 0 माइनस 1 भनेपछि यो गर्दा कति आयो त 2 * 0 गर्दा 0 माइनस 3 * 0 गर्दा 0 माइनस 1 भनेको माइनस 1 आएछ। त्यसैगरी फेरि x इक्वल टु 1 को लागि गर्ने y इक्वल टु 2x² हैन इन्टु 1 स्क्वायर माइनस 3x भनेको इन्टु 1 अनि माइनस 1 छ 2 * 1 को स्क्वायर भनेको 2 त्यसपछि माइनस 3 1 जा 3 माइनस 1 भनेको माइनस 2 आउने रहेछ। ल त्यसैगरी फेरि x को भ्यालु 2 राख्ने 2 राख्दा चाहिँ के आयो त y इक्वल टु 2 * 2 को स्क्वायर माइनस 3 * 2 माइनस 1 हुने भयो हैन। यही x को ठाउँमा हामीले 2 राख्ने त हो। अब 2 2 जार 4 2 जार 8 हुने भयो माइनस 3 2 जार 6 माइनस 1 भनेको 1 आयो। त्यसैगरी अर्को भ्यालु पनि छ x को भ्यालु कति त 3 3 राख्दा चाहिँ अब y को भ्यालु के आउँछ त 2 * 3 को स्क्वायर माइनस 3 * 3 माइनस 1 हुने भयो हैन। 3 को स्क्वायर भनेको 9 9 2 जार 18 माइनस 3 3 जार 9 माइनस 1 भनेको चाहिँ कति आयो त 9 1 10 8 चाहिँ आयो हैन। ल भनेपछि हाम्रो अब के निकाल्न भनेको छ फाइन्ड द डोमेन भनेको छ। डोमेन निकालिसक्यो x को भ्यालुहरु रेन्ज भनेको y को भ्यालुहरु हैन त। भनेपछि हेन्स रेन्ज भनेको चाहिँ y को भ्यालुहरु लेख्ने। अब y को भ्यालुहरु कति कति आएको त -1 -2 त्यसैगरी 1 र 8 हैन त। भनेपछि यो भयो हाम्रो रेन्ज। अब अरु के भनेको छ एन्ड प्रेजेन्ट देम इन सेट अफ अर्डर्ड पेयर भनेको छ। ल अर्डर्ड पेयरमा लेख्ने भनेपछि अर्डर्ड पेयरमा लेख्नु पर्यो भनेपछि r इज इक्वल टु x, y हैन त। भनेपछि x को भ्यालु 0 राख्दा y को भ्यालु कति आएको -1 x को भ्यालु 1 राख्दा y को भ्यालु कति आएको -2 x को भ्यालु 2 राख्दा y को भ्यालु कति आएको 1 आएको हैन। त्यसैगरी x को भ्यालु 3 राख्दा y को भ्यालु 8 आयो भनेपछि यो हुने भयो हैन रिलेसनलाई इन सेट अफ अर्डर्ड पेयर। ल सेट अफ अर्डर्ड पेयरमा लेख्नु भन्यो भने यति नै भइहाल्यो। त्यसपछि अर्को के भनिरहेछ एन्ड म्यापिङ डायग्राम भनिरहेछ। ल म्यापिङ डायग्राममा चाहिँ अब कसरी देखाउने ल यसको लागि चाहिँ हामीलाई दुईटा सेटहरु चाहियो हैन एउटा डोमेन अर्को रेन्ज। ल
ल यो डोमेनको लागि भने यसलाई ए लेखिदिएँ मैले र त्यसपछि यो चाहिँ अर्को यदि हामीलाई यहाँ पहिल्यै सेट बी भनेर चाहिँ दिएको थियो भने त्यो चाहिँ के हुन्थ्यो कोडोमेन हुन्थ्यो हैन त्यसमा भएको सबै एलिमेन्टहरु चाहिँ हामीले यहाँ बी मा लेख्नुपर्ने हुन्थ्यो तर यसमा के भनेको छ सेट ए सेट बी भनेर दिइरा छैन हैन भनेपछि हाम्रो रेन्जमा जे आउँछ त्यो मात्रै लेख्ने हो यसमा भनेपछि ए मा चाहिँ x को भ्यालुहरु लेख्नु पर्यो भनेको 0 1 2 र 3 हुने भयो त्यसैले बी मा चाहिँ तिनीहरुसँग आएको भ्यालुहरु भनेको -1 -2 1 र 8 हैन मैले फेरि भने यो बी मा चाहिँ यदि हामीलाई पहिल्यै क्वेशनमा हैन सेट बी भनेको चाहिँ अब जस्तो 0 -1 -2 1 8 भनेर यसरी यदि दिएको भए यहाँ 0 पनि त छ हैन त्यो 0 पनि हामीले लेख्नु पर्ने हुन्थ्यो तर क्वेशनमा हामीलाई यसै सेट बी भनेर तोकेर दिया छैन हैन भनेपछि यस्तो कन्डिसनमा हाम्रो क्याल्कुलेसन गर्दा रेन्जमा जे एलिमेन्टहरु आउँछ त्यो एलिमेन्टहरु मात्रै राख्ने यसमा ल यति भइसकेपछि अब हामीले लिंक गर्नु पर्यो कुन त 0 बाट -1 मा गएको हो 1 राख्दा -2 आयो 2 राख्दा 1 आयो र 3 राख्दा 8 आयो हैन त ल यति गरिसकेपछि हामीले यो खालको क्वेशनहरु गर्न सक्यौ हैन ल यसमा चाहिँ सोध्ने क्वेशन भनेको डोमेन रेन्ज निकाल्ने यसरी अर्डर पेयर फर्ममा दिएर अथवा चाहिँ यसरी सेट बिल्डर फर्ममा दियो भने चाहिँ x भनेको डोमेन हो y भनेको रेन्ज हो अब यसलाई y को फर्मुला यसरी x को टर्ममा दिइराछ भने सुरुमा हामीले x भनेको डोमेन निकाल्न सकिहाल्छौं यो रेन्जबाट हैन रेन्ज भन्नाले यो इन्टरभलबाट अनि त्यसपछि त्यही x को भ्यालुहरु राख्यो भने हरेक x को भ्यालुबाट एउटा y को भ्यालुहरु आउँछ र त्यसैले चाहिँ त्यो y हरु मिलेर चाहिँ रेन्ज भन्छ है त ल यति नै हो अब यसपछि चाहिँ हामीले अब यो एक्सरसाइज 1.1 डी छ जुन चाहिँ डोमेन एन्ड रेन्ज सँगै रिलेटेड एक्सरसाइज हो यसको कम्प्लिट सोलुसन चाहिँ यही च्यानलमा छ है त्यो चाहिँ एकचोटी भिजिट गर्नु है त ल आज हामीले पढेको टपिक भनेको चाहिँ यो डोमेन रेन्ज र कोडोमेन अफ रिलेसन भन्ने हो यसमा डोमेन भनेको चाहिँ यो अगाडिको एलिमेन्टहरु भयो रिलेसनको रेन्ज भनेको पछाडीको एलिमेन्टहरु भयो र त्यसैगरी कोडोमेन भनेको चाहिँ जुन सेट पछिल्लो सेट चाहिँ हैन सेट बी भन्ने चाहिँ यदि कुनै रिलेसन ए टु बी मा डिफाइन भइराछ भने सेट बी भनेको चाहिँ के हुने रहेछ कोडोमेन हुने रहेछ भन्ने हामीले थाहा पायौं हैन ल आज पढेको टपिकहरु यति नै हो एक्जाम्पलहरु पनि गरियो र त्यो एक्जाम्पल हजुरले गरिसकेपछि चाहिँ एक्जाममा सोध्ने जुनसुकै क्वेशन पनि गर्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई ल अब राम्रो हेल्पफुल लाग्यो भने चाहिँ सब्स्क्राइब गर्नु अनि शेयर गर्नु है त ल ओके थ्यांक यू